त्यो चाहिँ यस्तो भएको बाबु किनकि हाम्रो पहिला एउटा होटेल थियो उहुँ। म अहिले दिनमा 3 ठाउँमा काम गर्दै भ्याउने थिएन मैले होटेलमा पनि टाइम दिइराखेको थिएँ त्यति बेला अहिले सानै थियो त्यही 13-14-15 महिनाकै थियो अब उसलाई चाहिँ त्यहाँ बस्दाखेरि अब गेस्टलाई पनि डिस्टर्ब हुने बच्चा लिएर काम गर्न पनि नमिल्ने अनि तिमी जाऊ कोठामा गएर बस बच्चा लिएर एक्लै बढी भयो त्यो दाइ अनि सन्तोष बिहान 4 बजी उठेर पानीको गाडी लिएर हिँड्थ्यो पानीको गाडी चलाउँथ्यो म होटलमै बिजी हुने बेलुका 5 बजी फेरि काममा जाने फेरि उ गर्ने त्यस्तो हामी बिजी भयौँ क्या बिजी हुँदा चाहिँ ऊ चाहिँ अरू केटाहरूसँग बोल्दैदो रहेछ क्या त्यहीँबाट यस्तो भयो थियो क्या दाइ कस्तो भयो थियो भने म बिहान 5 बजी गाडी चलाउन गएको थिएँ अनि दिनभरि काम गरियो अनि त्यसपछि चाहिँ म सिधै साथीको कोठामा गएँ क्या साथीको कोठामा गएपछि सुजन भन्ने साथीले चाहिँ उयो त तेरो उडे नि साथी भनेर यार मेरै हो नि अहिले साइले भन्दै बोल्दै बसिरहेको रहेछ ऊ आफ्नै साथीसँग तिम्रो साथीसँग नै अर्कै अब भ्युअर्सहरू त्यहाँ अब टिकटक लाइभमा आउने लाइभ बसेर क्या लाइभ बसेर बोलिरहेको रहेछ उसलाई नराम्रो गर्न त म चाहदिनँ दाइ होइन तर पनि यो कुरा चाहिँ थोरै बोलाएर रहेछ अनि मैले फेक आइडी बनाएँ क्या दाइ म नि बोल्न गएँ अनि मस्केर बोलिरह्यो किन त बिचरा एक्लै पनि भयो दाइ कस्तो नि अब म बिहानैदेखि काम गर्ने मम्मी होटेल अनि ऊ एउटा बच्चा सम्हालेर होइन एलेक्सलाई थर्काएर पछाडि पुरै थर्काएर आफू चाहिँ मस्किँदै बोलिरहेको रहेछ डेन्जर स्पिड दाइ घर गएँ रुममै गएँ होइन एक झापड त हाने दाइ पाप बोल्दिनँ हानेकै हो अनि भोलिपल्ट फकाएँ अब कस्तो नि माया लाग्दो रहेछ क्या दाइ अब त्यही लाइभमा बोलाए मात्र हो भने कन्सा गएको हो र होइन जिस्केर बोल्दैन के नै हुन्छ र भन्ने भयो म माइत जान्छु 3 दिनलाई म जान्दिनँ भने भन्छ जाउँ त भने अनि एलेक्सलाई छोडेर गयो डाउट त हुने कुरा भएन जाने होला घर आउँछ होला भन्ने भयो नि त त्यहाँ बस्दा सासु मम्मीलाई 3 दिनपछि सासु दिदी र मम्मीलाई फोन गरेपछि त नितु त छैन कोसँग गयो भन्छ नितु होइन पागल नितु भन्दा सरी ऊ चाहिँ अर्को जुन पहिला श्रीमती थियो म नाम चाहिँ लिँदिनँ ऊ त छैन गयो भनिदियो क्या दाइ अबि लमा त्यस्तो राम्रो कुरा गरेर गएको मान्छे कसरी भागी एक्कासी भन्ने भयो क्या दाइ निकिता होइन अब अचम्म भयो क्या दाइ यस्तो उसले मात्र कोसिस नगरेर मैले पनि गरेको बाबुको मुख हेरेर मैले त्यो पीडा भोगिराखेको मान्छे भएर उसलाई त नराम्रो तालले त पठाएकै होइन क्या बाबु यति बुझ्ने मान्छे र व्यवहारिक मान्छेले जति एक्लै भयो नि जे भयो नि त्यस्तोपट्टि चाहिँ जाँदैन क्या कस्तो नि श्रीमती हो उसले पनि मलाई माया नगरेको होइन त्यो बेला गरेको थियो किन त गल्ती कहिले पनि एकरो हुँदैन दोहोरै हुन्छ तर मेरो गल्ती यति के भयो मैले टाइम दिन सकिनँ उसलाई होइन भनौँ न जब रिलेसनमा टाइम दिन सकिन्न नि दाइ तब रिलेसन आफै बिग्रिँदो रहेछ क्या जति गरे पनि आफूले जति जोगाउँछु भने जे गर्छु भने पनि बिग्रिँदो रहेछ क्या अनि कारण त्यही थियो कि अथवा गरिबी त दाइ अभियसली थियो नि दाइ यदि गरिबी नै नभएको भए उसलाई टाइम दिएर मजाले हिँड्न सकेको भए त्यो हुँदैन थियो दाइ म एउटा मिडल क्लास परिवारबाट हो होइन मलाई कस्तो थियो भने त्यो बेला एलेक्स पनि जन्मेको थियो एलेक्सको खर्च त म साँच्ची नै नितुलाई भित्र लाउँदाखेरि बाहिर किन्नुको सबै कुरा म मम्मीसँगै माग्नु पर्थ्यो क्या दाइ अब आफूलाई लाज मुर्दा त भइसकेको थियो नि त दाइ त्यो सरी निकिता भन्न आउँछ जाली मलाई अब उसको नामै सम्झिनु छैन त्यो कारणले गर्दाखेरि